छिजो मेरो छोरा सुतिहाल्यो, घुम्नु पाएन, त्यही लागि आज म मेरो छोरालाई लिएर आएको छु। जेटीएस जो छ हैदरपाडाको छेउमा, लेट्स गो। यहाँ जेटीएसमा चाहिँ फ्रन्ट गेटमै नेसनल एम्ब्लेम बनेको छ अनि दुईटा तिरङ्गा पनि छ अनि साथमा हाम्रो महात्मा गान्धी पनि छ। त अगाडि हेर्नुहोस्, अगाडि यहाँ पनि लाइटिङको दामी दामी डेकोरेसन गरेको छ। यो जग्गामा चाहिँ वान अफ द बेस्ट डेकोरेसन हुन्छ लाइटिङको सिलगढीमा। त हेर्नुहोस् कति दामी डेकोरेसन गरेको छ र म र मेरो छोरा चाहिँ यहाँको मेन जो एट्र्याक्सन पोइन्ट हेर्नु जाँदैछु, जो कि यहाँ छ बाहुबली। यहाँ दुईटा घोडा बन्नेको छ अनि दुईटा हात्ती बन्नेको छ अनि हात्तीमा चाहिँ सवार छ सिपाहीहरू अनि घोडामा सवार छ हाम्रो बाहुबली। त यो हेरेर मेरो छोरा चाहिँ एकदम मन्त्रमुग्ध भयो। मेरो छोराले खालि यसलाई नै हेरेको थियो। मैले अरू जग्गा पनि देखाउनु कोसिस गरेँ पुरा, तर मेरो छोरा यताउति गर्दा पनि जहाँबाट पनि खालि बाहुबलीलाई नै हेर्दै थियो। त्यहाँबाट हामी त्यता इलिक हेरेर घुमेपछि म त्यहाँबाट निस्किएर आएँ अगाडिपट्टि आएर मैले सोचेँ मेरो बुढालाई भन्छु एउटा फोटो खिच्नु भनेर, तर के गर्नु, मेरो छोरा त पछाडि नै हेरेको गर्यो। मेरो छोरा अगाडि हेर्नु तयारै थिएन, उसलाई हेर्नु थियो हाम्रो बाहुबलीलाई। त्यहाँबाट यो हेरेपछि मैले गरेँ यहाँबाट सबलाई बाई बाई। त्यहाँबाट म निस्किएँ अर्को डेस्टिनेसनपट्टि, तर के गर्नु, मैले दिएँ नानीलाई बुढालाई, किनकि म चाहिँ यति नानीलाई लिएर थाकिसकेको छु। अनि मैले यहाँ चाहिँ मेरो बाबुलाई कतिपल्ट बोलाएँ, आऊ न बाबु भनेर, तर मेरो बाबुले मलाई यति भावै दिएको छैन। हेर्नु सक्नुहुन्छ म पछाडि क्यामेरा लिएर छु। त्यसको बाद हामी गए अर्को डेस्टिनेसन जो चाहिँ छ आमतला रोडको त्यहाँ। तपाईँ हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ छ शिव भगवानको थिम अनि यहाँ हाम्रो महादेवको एउटा स्ट्याचु पनि बनिएको छ, साथमा शिवलिङ्गहरू पनि पुरा बनिएको छ। मेरो छोराले यो वाला पण्डाल पनि पुरा मन परायो। यहाँ त झन् मेरो छोराले नन्दीलाई हेरेको छ। अहिले इसाराले पनि देखाउँदैछ नन्दीलाई हेर मम्मी भनेर। त यहाँ हेरिसकेपछि हामी गए भित्र जाँदा हेर्नु सक्नुहुन्छ त्यहाँ महादेवको हर हर महादेव बनिएको छ। त्यहाँबाट म थाकेँ, त्यहाँबाट मैले लिएँ क्यामेरा, त्यहाँबाट दिएँ फेरि उसलाई बाबालाई। त्यहाँबाट हामी जाँदैछु फेरि भित्र। हेर्नु सक्नुहुन्छ भित्र कस्तो मजाले सजाएको छ। तपाईँहरूलाई घुम्नु छ भने हाम्रो यता हैदरपाडा साइडमा आउनु होला, कस्तो दामी डेकोरेसन हुन्छ। त हेर्नुहोस् यहाँ पनि भित्र शिवलिङ्ग छ अनि हाम्रो नवदेवी दुर्गा मा पनि हुनुहुन्छ। त यहाँ हामीले हेर्दै गयौँ। त्यहाँबाट उता थियो एक्जिटमा जानुभन्दा अगाडि मैले एकपल्ट दर्शन गरेँ। त्यहाँबाट मेरो बुढा र मेरो छोरा निस्किसकेछ, त्यहाँबाट म पनि पछि छिटो निस्किएँ। त यहाँ मेरो बुढाले मेरो छोरालाई अरू नानी जस्तै बोक्नु ट्राई गर्यो, तर मेरो छोराले यसरी बोकेको मनै पराउँदैन। त्यहाँबाट हामी अलिक अगाडिसम्म गयौँ। त्यहाँबाट सोचेँ अझै एक दुईवटा पण्डाल आज घुम्नु पर्यो भनेर, किनकि जो मेरो छोरा सुतिहालेको थियो, हामी घुम्नु पाएको थिएनौँ त्यति राम्रो भनेर। त हामी हिँड्नु थाल्यौँ, तर हिँड्दा के भयो भन्दा मेरो छोरै फेरि सुती पठायो। मेरो छोरा सुती पठाएपछि फेरि बुढाले भन्यो होस् अब छोरा त सुत्यो, आज पनि के हेरिबस्नु, जाउँ घर भन्यो। त हामी निस्किए घरपट्टि। तपाईँहरूलाई हाम्रो यो भिडियो कस्तो लाग्यो लाइक अनि कमेन्ट गरेर भन्नुहोला। थ्याङ्क यू फर वाचिङ अनि किप सपोर्टिङ मी। बाई बाई।